हेलो साथीहरु, नमस्कार। स्वागत छ तपाईलाई ट्विट्स नेपालमा। अहिलेसम्म मेरो च्यानल सब्स्क्राइब गर्नु भएको छैन भने प्लिज सब्स्क्राइब गर्नु होला। साथीहरु, आज हामी कुरा गर्दै छौं ब्लगर्सको बारेमा। ब्लगर के हो, ब्लगर हामी युज गरेर के गर्न सक्छौं, त्यसको बारेमा कुरा गरिरहेछौं। साथी, ब्लगर गुगलको एउटा पार्ट हो भनेर बुझौं। ब्लगर भनेको अब तपाईले एउटा वेबसाइट बनाउनुहुन्छ हैन, वेबसाइटमा .com भनेर हुन्छ हैन, त्यसले त्यो तपाईको डोमेन भयो हैन। डट कुन अब .com भयो भने त्यो तपाईको डोमेन भयो हैन। .com भनेको डोमेन। अनि यहाँ यसको गुगलको सब डोमेन भनेर ब्लग स्पटलाई दिएको छ। ब्लगरको ओभरभ्यू यस्तो हुन्छ। अनि हामी ब्लगर युज गरेर कसरी अनलाइन पैसा कमाउन सकिन्छ भनेर त्यो तरिका म हजुरहरुलाई सिकाउन गइरहेको छु। त्यसको लागि सबभन्दा पहिला जीमेल अकाउन्ट बनाउनु पर्छ। यदि त्यो जीमेल अकाउन्ट बनाउनु भएको छैन भने मेरो यो भन्दा पहिलाको भिडियो हेर्नु होला, त्यहाँ जीमेल अकाउन्ट बनाउन सिकाएको छ हैन। जीमेल अकाउन्ट बनाउनु, त्यसपछि ब्लगरको अब यहाँ गर्नुपर्छ हैन। ब्लगरमा सबभन्दा पहिला लगइन गर्नु पर्यो। लगइन गरे भने ब्लगरको लगइन गर्नु भन्दा पहिला तपाईले जीमेल प्लसमा लगइन गर्नुपर्छ। त्यसको लागि हातिनु पर्दैन, टेन्सन लिनु पर्दैन। जीमेल प्लसमा अटोमेटिकली लगइन लिन्छ, हातिनु पर्दैन। त्यही भएर यहाँ हामीलाई अहिले एकसाथ दुईटा अकाउन्ट खोलिरहेका छौं, ब्लगर्सको पनि अनि जीमेल प्लसको पनि है। यसमा भेरिफाई केही गर्नु पर्दैन। अब यहाँ हेर्नु, अब दुईटा जीमेल प्लसको प्रोफाइलबाट ब्लगर बनाउनुहुन्छ कि क्रिएट लिमिटेड ब्लगर भनेर बनाउनुहुन्छ। यहाँबाट लिमिटेड ब्लगर हुन्छ। जीमेल प्लसबाट बनायो भने तपाईले मजाको अब जतिवटा बनाउन चाहनुहुन्छ त्यतिवटा बनाउनुहुन्छ। तर म जीमेल प्लसबाट हामी गर्छौं है। यहाँबाट क्रिएट प्रोफाइल गरौँ। जीमेल प्लस प्रोफाइलको लागि क्रिएट गर्नुपर्छ। बस यही होस्। मैले अब तपाई आफ्नो तरिकाले नाम सम्हाल्नु होला। म यही छोडिदिन्छु तपाईलाई डेमो देखाउनको लागि। अब यहाँ तपाईले फोटो हाल्न भन्छ, म फोटो पनि यसले हाल्दिन। गो टु जीमेल प्लस भनेर अनि टु ए लिमिटेड स्विच अफ ब्लगर, यहाँ स्विच टु ब्लगरमा गरौँ हैन। ब्लगरमा नभए पहिला जीमेल प्लसमा जाऊ। जीमेल प्लसको ओभरभ्यू हजुरहरुलाई देखाइदिउँ। अब जीमेल प्लसमा गयो भने धेरै सेटिङहरु गर्न बाँकी हुन्छ हैन। जीमेल प्लस पनि आफ्नैमा एउटा धेरै ठुलो प्लेटफर्म हो हैन। गुगलकै हो सबै कुरा, तर प्लेटफर्म ठुलो हुन्छ। जीमेल प्लसमा पनि तपाई अब जीमेल प्लस पनि युज गर्न म सिकाउँछु कसरी गर्ने हो भनेर। तर अब सिम्पली एउटा जीमेल प्लस अकाउन्ट खोलिसके हैन। अब यहाँ तपाईले सबै आफ्नो डकुमेन्टहरु हाल्न सक्नुहुन्छ, अब भएको प्रोफाइलहरु हाल्न सक्नुहुन्छ हैन। अनि यहाँ अब सबै कुरा हाल्न सकिन्छ। अब त्यही हो, अब जीमेल प्लस भइसक्यो हैन। हाम्रो अब यहाँ प्रोफाइलमा गएर त्यही एडिट गर्न त्यो पछि गरौला हैन। हामीले चाहेको जस्तो जति चाहिएको छ त्यति गरौला हैन। अब डाइरेक्ट हामी ब्लगरमा जाउँ। खोलौँ www.bloggers.com। है, यो गुगलको पार्ट हो। तपाईलाई पहिला नै भनिसकेको छु म। अब यहाँबाट क्रिएट ब्लग भनेर जानुपर्छ। यसले रिडाइरेक्ट गर्छ अब जीमेल प्लससँग लगइन भनेर। अब कन्टिन्यू टु ब्लगर ट्विट्स नेपाल जीमेल प्लसमा हाम्रो प्रोफाइल भइसक्यो हैन। अब यहाँ ब्लगर क्रिएट गर्ने। अब तपाईलाई जुन मन लाग्छ त्यस्तो खाले ब्लगर क्रिएट गर्न सक्नुहुन्छ। यहाँ कट गर्नु, क्रिएट ब्लगमा जानुस्। अब यहाँ म कुन तरिकाको ब्लग क्रिएट गर्ने त्यहाँ टाइटल हाल्नुपर्छ। मेरो विचारमा टाइटल हाल्नुभन्दा पहिला अब यहाँ हाल्नु TUTS ट्विट्स नेपाल 5 भनेर हैन। अब यो उपलब्ध छ कि छैन, एभाइलेबल छ। तपाईं आफ्नो तरिकाले हाल्नु। म ट्विट्स नेपाल दिइहाल्छु नि। ट्विट्स नेपाल अनलाइन भनेर म हाल्छु है। टाइटलमा जुन हाल्नुहुन्छ यहाँ वो हाल्नुहोस् हैन। त्यसपछि तपाईँ एउटा थीम चुज गर्नु। म सिम्पल थीम चुज गर्छु, क्रिएट ब्लग क्रिएट। अब ब्लगर्समा पनि धेरै कुराहरू छ साथीहरु, त्यो पछि कुरा गरौला हैन। अब ब्लगर्स तपाईको क्लियर भयो, नयाँ पोस्ट क्रिएट गर्नु पर्यो।
ल म एउटा नयाँ वेलकम डेमो पोस्ट र वेलकम पोस्ट देखाइदिन्छु त। ल अब यहाँ नेपाल हेलो वर्ल्ड दिस इज माई डेमो पोस्ट। यति भयो साथी। अब यसलाई अब तपाईँ बोल्ड पनि गर्न सक्नुहुन्छ, इटालिक पनि गर्न सक्नुहुन्छ, कलर पनि चेन्ज गर्न सक्नुहुन्छ होइन। कलर चेन्ज भयो, यो कलर त्यति राम्रो देखिएन, रेडमा हाल्यो भने राम्रो देख्यो। अब यहाँ अब तपाईँले अर्को कलर हाल्न सक्नुहुन्छ है। कलर चेन्ज गर्नु पर्यो, यो कलर हाल्नुहुन्छ। जुन कलर तपाईँको विचारमा छ भने त्यो टेस्ट पनि चेन्ज गर्न सक्नुहुन्छ, टेस्टको साइज पनि अब चेन्ज गर्न सक्नुहुन्छ, लार्जमा हाल्नुहुन्छ, यस्तो छ होइन। सबै कुराहरू अब यस्तो हुन्छ। अब रिभ्यू पनि हेर्न सक्नुहुन्छ, HTML कोड पनि त्यति कुराहरू। अब यो लेबल, सेड्युल, पर्मानेन्ट, लोकेसन अप्सनहरू अब यिनीहरू अब अनि यहाँ अब मोर अप्सनहरूको बारेमा पछि कुरा गर्नेछौँ हामी। किनभने अब हामी अनलाइन जब स्टार्ट गरिरहेको छौँ भने त त्यही तरिकाले जानुपर्छ र थोरै सिक्दै गयो भने र प्र्याक्टिस गर्दै गयो भने त अब थाहा हुन्छ, सबै कुरा हुन्छ, क्लियर हुन्छ है साथीहरू। आज अहिले हामी यो पोस्ट गरिदिउँ, यो पब्लिस गरिरहेको छ। अब एउटा कुरा, अब तपाईँले जति पनि सोसियल मिडिया छ होइन सबमा सेयर गर्न सक्नुहुन्छ। त्यसको लागि म पछि कुरा गर्छु। अहिले यसले जिमेल प्लस लिन्छ होइन, सेयर अन जिमेल प्लस भनेर अटोमेटिक लिन्छ। सेयर गरिदिनु जिमेल प्लसमा, तपाईँको जिमेल प्लसमा पनि सेयर हुन्छ। म यहाँ तपाईँलाई देखाइदिन्छु, जिमेल प्लसमा पनि अटोमेटिक यसले सेयर गरेर हुन्छ क्या। ल हेर्नुहोस्, वेलकम टु सिटी, हेलो द वर्ल्ड, दिस इज माई डेमो पोस्ट भनेर देखाइरहेछ। यसरी नै अब गर्दै जानुहोस्। अनि अब नयाँ ट्रिकहरू, नयाँ कसरी कमाउने, कसरी पैसा विथड्र गर्ने भनेर, अब कसरी छिटोभन्दा छिटो पैसा कसरी निकाल्ने भनेर अब होइन, धेरै पैसा कसरी कमाउने त्यो आइडियाहरू म पछि भिडियो गर्दै गर्छु। तर अहिलेसम्मको लागि अब यति नै होस्। थ्याङ्क यू। अनि भिडियो सब्सक्राइब गर्नु, लाइक गर्नु होला, कमेन्ट गर्नु होला र मेरो च्यानल सब्सक्राइब गर्नु होला प्लिज। थ्याङ्क यू सो मच।